गोदावरीदेखि फुलचोकीसम्मको हामी चाहिँ फुलचोकीमा नास्ता गोदावरीमा चाहिँ नास्ता खाएर लाग्यौँ फुलचोकीतिर। यहाँ चाहिँ नास्ता खाएर अब चाहिँ चढ्न पर्ने छ उकालो। अब स्टार्ट हुन्छ भिडियो। हेलो लेट्स गाइस, गो। यतिखेर हामी चाहिँ यो गोदावरी जानु लागेको। हामी चाहिँ यस्तो छैन। यहाँनिर चाहिँ हामी बाटो पनि एकदम अप्ठ्यारो बाटो छ कि यहाँबाट चाहिँ माथि उक्लेर जनक दाइ र दिपक भाइसँग गइसक्यो। अब चाहिँ म पनि जानुपर्छ। त्यसपछि आयौँ हामी यो भाइरल रुख। हामी चाहिँ आज फुलचोकी जाँदैछ। हामी चाहिँ रोडको बाटो नभएर यो चाहिँ जङ्गलभित्र पसेर हिँडेको। ठ्याक्कै बाटो चाहिँ यही हो भन्ने चाहिँ थाहा छैन, तर पनि अब हिँडिरहेको छौँ काहीँ न काहीँ भेटिहाल्ला भनेर। अगाडि चाहिँ दिपक र जनक दाइ हुनुहुन्छ, म चाहिँ पछाडि हिँडिरहेको छु। यस बाटो चाहिँ रमाइलो छ। अब रेशम दाइ आए चाहिँ रमाइलो हुन्थ्यो। रेशम दाइ बिरामी हुनुभएको अरे। तपाईँलाई यहीँदेखि ग्रेट विल्सन भन्न चाहन्छु, छिट्टै सन्चो होस्। तपाईँकी परम प्यारी सुन्दरीले मिस गरिरह होलान्। यस्तो छ यहाँको बाटो, देखाउँछु म तपाईँलाई। यस्तो छ अगाडि बाटो हो कि नै भन्ने पनि थाहा छैन र। टक्क थोरै मान्छेहरू हिँडेको जस्तो बाटो देखिन्छ। हामी चाहिँ यसलाई नै बाटो सम्झेर हिँडेको छौँ। एकदम गर्मी हुन सुरु भइसक्यो छ, तर पनि जानुपर्ने 13 किलोमिटर बाटो हो, धेरै त छैन। यस्तो छ बाटो, हामी चाहिँ हिँडिरहेछौँ। त्यहाँदेखि त यसो पछाडि भिडियो बनाउनुहुन्छ त्यहाँ चाहिँ अलिकति आजकल चाहिँ पानी परेर हो किन खै किरा लाग्दो रहेछ, सायद गर्मी भएर पनि होला। कस्तो किरा लाग्दो रहेछ क्या। तपाईँहरू पनि फुलचोकी आउन चाहनुहुन्छ भने चाहिँ हामी चाहिँ किर्तिपुरबाट लगनखेलको गाडी चढेर ठक्क लगनखेल आयौँ। त्यसपछि चाहिँ त्यहाँबाट गाडी चढेर गोदावरीको गाडी आयौँ। गोदावरी आयो गाडी, त्यहाँ ओर्लेर हामी चाहिँ नास्ता खायौँ। त्यसपछि हामी केही समय चाहिँ पिच बाटो हिँड्यौँ। त्यसपछि चाहिँ यस्तो छ बाटो चाहिँ, अहिले हिँडिरहेको।